साथीहरू नमस्कार। तपाईँहरूलाई आज म मेरो युट्युब च्यानलबाट यो केतल देखाइरहेको छु। यो केतल हो तपाईँको पानी गरम गर्ने केतल्स है। कम्पनीको नाम यो हो। कति साथी दाजुभाइ दिदीबहिनीहरूले चाहिँ आफ्नो रुपैयाँ पैसा हैन महँगो हालेर पानी गरम गर्ने एउटा तपाईँको हिटर लिनुहुन्छ। अनि केही सानो खराबी आयो भने यो प्राय मेन्टेनेन्सबाट टाढा टाढा जानुपर्ने बनाउन र महँगो पनि पर्न जाने र कहिले कसो बनाउनुभन्दा नयाँ नै किन्न सजिलो हुने हुँदाखेरि म तपाईँहरूलाई आज यस हिटर पानी गरम गर्ने हिटर पानी तताउने हिटरको बारेमा केही संक्षिप्त जानकारी दिन्छु। यस्तो हिटरहरू छ भने कहिले कसो यसको धेरै कुराहरू बिग्रेको हुँदैन, केही कुराहरू फाल्टो भएको हुन्छ, त्यो चेन्ज गर्दाखेरि पनि चल्ने हुन्छ। र म आज तपाईँहरूलाई यसलाई खोलेर हेर्ने र देखाउने गर्नेछु है त साथीहरू। मैले खोल्न गएँ, भिडियो छिटो हुनसक्छ, त्यसको लागि म माफी चाहन्छु। यो मैले यसको पछाडिको प्लग प्यानल खोल्दैछु साथीहरू। 4वटा नट हुन्छ अनि यो एउटा लक सिस्टममा भएको हुन्छ। हेर्नु साथीहरू, यो मैले खोलिदिएँ र यो पनि धेरै किसिमको प्लग सिस्टममा आउँछ। यो तपाईको 1 2 3 वटा हैन, यसको इलेक्ट्रिकल सर्किट हैन, यो 3 किसिमको प्लग आइरहेको छ। यो जलेको छैन है साथीहरू, यसको हिटरमा यो जलेको छैन। मलाई लाग्दैछ यसको सानो केही न केही प्रब्लम हुन सक्छ। प्रब्लम ल हेर्नुस् त यहाँ रहेछ। किनभने कहिले कसो हामीहरूले युज गर्न नजानेको खण्डमा अथवा कुनै पनि सामानलाई युज गर्दाखेरि हामीले अलिकता सावधानी अपनाएनौँ भने पनि यस्तो हुने सम्भावना हुन्छ। यो तपाईको यो यसरी लाग्ने हुन्छ, यो यसरी, यो अब म तपाईहरुलाई देखाउँछु है। यो 3 वटा यो तपाईको इलेक्ट्रिकल पोइन्ट र यो यसको सिस्टममा यसरी जाने हुन्छ। यसरी जाँदाखेरि यो सर्किट कनेक्सन भएर पानी तात्ने हुने हो। र यसमा चाहिँ मैले देख्दाखेरि यसको केही न केही गडबडी देख्दैछु साथीहरू। र म यसलाई खोलेर तपाईहरु माझ पनि फेरि देखाउने छु। भिडियो लामो हुन गएछ भने मलाई माफ गरिदिनु होला, म धेरै भिडियो लामो बनाउन पनि सक्दिन। तपाईहरु माझ आज म सरसर्ती साथीहरू कहिले कसो यो स्क्रुड्राइभरका बोल्टहरू अथवा स्क्रू बिटहरू अनि स्क्रूहरू यो इन्टरनेसनल टाइपको हुन्छ। त्यसै कारणले तपाईहरुले सक्नुहुन्छ भने आफ्नो स्क्रुड्राइभर मल्टी इन्टरनेसनल यो पुरा बक्स मिल्छ, एउटा सेटै मिल्छ, त्यस किसिमको बक्स लिएर घरमा राख्नु होला र काम गर्न सजिलो हुन्छ। कहीं न कहीं यसमा प्रब्लम भएको छ साथीहरू र तपाईहरुलाई म आज देखाउन गइरहेको छु।
भिडियो 5 मिनेटको भइसक्यो साथीहरू, मलाई माफ गर्नु होला। टेक्निकली हिसाबले कुनै पनि काम गर्दाखेरि अलिकति भिडियो लामो हुन जाने भएको हुनाले गर्दाखेरि म तपाईहरुलाई यसको पुरा जानकारी दिन गइरहेको छु। मसँग स्क्रुड्राइभरको कमी र यो धेरै लामो समयसम्म नखुलेको कारणले गर्दाखेरि यसमा अलिकति खोल्नको लागि डिस्टर्ब भएको चाहन्छु। मैले खोल्ने कोसिस गरिरहेको छु साथीहरु। फाइनली साथीहरु खोलियो र तपाईहरुले देख्नुहुन्छ यो हाम्रो 3 प्लग सकेट र यसको 3 पोइन्ट, अनि जहाँबाट हामी चाहिँ यसरी यो पानी तताउने हिटरमा हामी चाहिँ लगाउँछौं। यसरी यो लाग्ने हुन्छ साथीहरु र पानी तात्ने हुन्छ। यही त हो साथीहरु, यसको केही प्रब्लम भएको छैन। यसैमा तपाईको गडबडी थियो र यही प्रब्लम थियो, धेरै खासै केही प्रब्लम थिएन। आज तपाईहरुले मेरो भिडियो हेरेर लाइक सपोर्ट युट्युबमा गर्दिनु होला र यस्तै भिडियोहरु लिएर म आउने छु। त्यतिन्जेलसम्म तपाईहरुबाट म बिदा हुन्छु। मेरो युट्युब च्यानल @विजय थापालाई लाइक सब्स्क्राइब गरिदिनु होला भन्ने हजुरहरुलाई कामना गर्दै अनुरोध गर्दै बिदा हुन्छु। जय देश जय नेपाल।